स्वागत छ सबजनालाई मेरो नयाँ भ्लगमा। यो चाहिँ सबैजना सन्चै हुनुहुन्छ, म चाहिँ एकदमै सन्चै छु, ठिक छु एकदम। अनि अब यतातिर पानी परिरहेको छ एकदमसँगले। अब बर्खा टाइम पनि हो, यसो बर्खा लाग्यो अब मान्छेले बिउसी राख्नुहुन्छ। अब टक्क बिउसी राखेर अब रोप्ने बेला आउँछ 1 महिनापछि। त्यो अब आजको भ्लग स्टार्ट गर्नुको मुख्य कारण चाहिँ अब एयरपोर्ट जाने हो। एयरपोर्ट किन जाने भन्दाखेरि अब मेरो बेबी चाहिँ बाहिर गइरहेको छन्, त्यही भएर बनाएको छु। अलि अहिले त त्यति साह्रो केही भएको छैन, त्यो पनि अलिअलि मन भारी भारी हुँदैछ। थोरैलाई होइन, अब 2-3 वर्षको लागि हो बाहिर जान लाग्यो। अब राम्रै कामको लागि छ जान चाहिँ। अब के हुन्छ हेरौँ। अब अझ लाइन पनि गएको गएछ, यता पानी पनि सुक्दैछ क्या। अब माथि पानी लगाउनलाई लाइन चाहियो, त्यही भएर अब लाइन आएपछि नुहाइधुवाइ पनि गर्नु पऱ्यो। टक्क 7-8 बजीतिर जाने भनेपछि। अनि मामा पनि आउनुहुन्छ अरे। अब मामा आएपछि भेटौँला। तनाव छ यस्तै छ। अब एकैचोटि मामा आएपछि भेटौँला, टक्क जाने बेला कपडा लगाएर बिहे गरेर कपडा लगाएर जाने बेला भेटौँला। हेरेर साथ दिनु होला। के गर्ने त अब यस्तै छ। अब विदेश जाने पर्ने, अब फ्यामिलीले फोर्स गर्ने, यस्तै मेरो पनि यस्तै छ। नभएर मात्र हो, नत्र उडिसक्नु पर्ने हो। के गर्ने त अब त्यही हो। अब मामा आएपछि भेटौँला। अब उता जाने बेला है त। एयरपोर्ट पुगिसक्यो। घरबेटीको स्कुटी लिएर, घरबेटीको चाहिँ स्कुटी उता पार्किङ गरेछ। अब यता भित्र गइसक्यो अरे। अब कसरी भेट्ने हो, अब लास्टमा पनि भेट्नु पाइएन। यो पङ्गल जानु हुँदैन है। अहिले मान्छेहरू कुरा नआएको होइन। हजुर हामी अब फर्केर जान्ला पुर्याएर मान्छे, तर आत्मा मात्र पुऱ्याएर यस्तै भयो। अब के अरे ढिला भइसक्यो। 9 बजीतिर गयो पनि हुन्थ्यो होला बिचरा, अतिर गएछ। त्यहाँदेखि ठिकै छ, जति छिटो गयो उति राम्रो होइन र। घरपट्टिको बाइक लिएर आएको, स्कुटी लिएर आएको त कामै भएन नि। घरपट्टि दाइले पनि धन्यवाद छ। फेरि ढिलाउनु भयो भक्तपुरबाट। अब त्यत्रो टाइम लाग्छ नि त भक्तपुरबाट होइन, त्यो भएर गर्नु हो कि ढिला भएको। नत्र 7 बजी निस्किहाल्ने थिएँ। अब के गर्ने त, अब रुमतिर गएर भेट्ने। अब भेट्यो भए रुन्थ्यो क्या हो, भेटिएन। अब नरुनु त होला होइन मामा। ल हामी चाहिँ अब जान्छ। खै मामा समात दिनु त। अब मैले टोकन लिएको छु। भान्जाले निकाल्दै हुनुहुन्छ। अब हामी एयरपोर्ट पुगेर अब छोडेर नि अब हामी जान लाग्यो हो। भान्जा मामा भान्जा आएको थियौँ हामी। स्कुटी दिएर आउनु। ए म पनि जाने होला होइन। उठै जाने। ए मेरो दिनु पर्दैन। ए त्यसो बेला पनि समात्ने एकछिन। लु जाऊँ हामी अब स्कुटी स्टार्ट गरौँ। सीधा यता मलाई थाहा छैन है साथीहरू। मलाई अब सिधै जाने, जुन हामी ऊ त्यो माथिल्लो बाटो, ऊ त्यो गेट छ नि माथिल्लो, हो त्यो गेटमा जाने। ट्याक्सी गएको
तल्लोबाट जाँदा नि त होइन यतै बाटो जानु ल तल्लोबाट है त ल यता लगभग नजिकै नयाँ चाहिँ तरकारी जाँदा छ लाएर स्कुटी लगेर गएको त्यो पनि काम गर्नुहुन्छ के गर्ने अब ल्याएको स्कुटी ढुङ्गाटा बस्छ भएर यो चाहिँ हाम्रो दाइको स्कुटी बोकेर नगाउ भनेको 9 बजीतिर पनि लगभग भइहाल्छ भनेको अब त्यहाँ गएर 3-4 घन्टामा उता बस्नुपर्छ अब भ्याए पनि त्यो के भने राम्रोसँग गयो भने होला यो के भन्छ र दुःख लाग्छ अलिअलि सँगै भएको भए के हुन्छ होला अब इन्ट्रेस्ट हुन्थ्यो होला सायद होइन अब सँगै छैन त्यति साह्रो मन चाहिँ भारी भइरहेछ त्यो अब आजको भ्लग यति गरिदिन्छु त्यो बाटोतिर के भन्नु भयो होइन गएर अब कलसल गर्नु पऱ्यो त्यो 7 दिन भएको हटाउनु पर्छ भेट्नु पाइँदैन के भने त्यही त हो नयाँ च्यानललाई सब्सक्राइब गर्नु होला आजको लागि